पृथ्वीबाट झन्डै 15 करोड किलोमिटर पर हाम्रो जीवन दिने सूर्यभित्र अहिले केही असामान्य चलिरहेको छ। सन् 2025लाई वैज्ञानिकहरूले सबैभन्दा सक्रिय वर्ष भनेका छन्। के सूर्य साँच्चै नै अत्याधिक बलियो हुँदैछ? के पृथ्वीतर्फ कुनै ठुलो सूर्य आदि आउन लागेको छ? आज हामी यही रहस्य खोल्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सूर्य एक विशाल आगोको गोला हो। सूर्यको व्यवहार करिब 11 वर्षे चक्रमा चल्छ, जसलाई सूर्य चक्र भनिन्छ। सन् 2025मा यही चक्रको सर्वाधिक सक्रिय चरणमा आइपुगेको छ। सक्रिय चरणमा सूर्यको सतहमा कालो दागहरू बढ्छन्। यिनै दागबाट ऊर्जा, तातो प्लाज्मा र प्रकाशको ठुलो विस्फोट हुन्छ। यस्ता विस्फोटलाई सौर्य फ्लेयर भनिन्छ। कहिलेकाहीँ सूर्यले ठुलो मात्रामा तातो कणहरूको बादलै पृथ्वीतिर फ्याँक्छ। यो सियामी अर्थात् सूर्यकण विस्फोट हो। वैज्ञानिकका अनुसार यस वर्षका विस्फोटहरू पछिल्ला 2 दशककै सबैभन्दा शक्तिशाली हुन सक्छन्। सूर्य आदि भनेको सूर्यबाट आएको अत्याधिक तीव्र कणहरूको लहर हो। यी कणहरू पृथ्वीको चुम्बकीय सुरक्षा परतसँग जब टक्राउँछन् तब पृथ्वीमा यस्तो असर हुन सक्छ। जीपीएस बिग्रन सक्छ, मोबाइल इन्टरनेट रेडियो सेवा बन्द हुन सक्छ, बिजुली सञ्चालन धरायसी हुने सम्भावना हुन्छ। सन् 1989मा आएको एउटा सामान्य सूर्य आदिले क्यानाडाको क्युबेक राज्यलाई 12 घण्टा अन्धकारमै पारेको थियो। आजको जमानामा असर झनै ठुलो हुन सक्छ। सम्पर्क, मौसम पूर्वानुमान, टिभी प्रसारण सबै प्रभावित हुन सक्छन्। गत केही महिनादेखि नै सूर्यले लगातार पृथ्वीतर्फ लक्षित भएका कण विस्फोट पठाइरहेको छ। यसका असरका कारण धेरै देशमा असामान्य रूपमा आकाशमा रङ्गीन प्रकाश देखिएको छ। यो प्रकाश अरोरा हो, तर यस्तो नजिकका देशहरूमा देखिनु दुर्लभ कुरा हो। यसले सङ्केत गर्छ सूर्यभित्र धेरै ठुलो घटना चलिरहेको छ। इतिहासमा 1959मा आएको क्यारिङटन घटना सबैभन्दा ठुलो सौर्य आदि थियो। यदि त्यस्तै शक्ति 2025को सक्रिय वर्षमा दोहोरियो भने मोबाइल इन्टरनेट ब्याङ्किङ प्रणाली लामो समयसम्म बिग्रन सक्छ। कार, जहाज, हवाई जहाजको नेभिगेसन बन्द हुन सक्छ। सौर्य उपकरण नकाम हुन सक्छन्। देशका पावर ग्रिड फेल भएर विद्युत वितरण ठप्प हुन सक्छ। तर सकारात्मक कुरा, यस्तो ठुलो घटना कहिले कहाँ कति बेला हुन्छ भनेर विश्वका सबै वैज्ञानिकले समेत भविष्यवाणी गर्न सक्दैनन्। तर 2025 उच्च जोखिमको वर्ष हो भन्नेमा अधिकांश सहमत छन्। सूर्यले नै हाम्रो जीवन बनाएको हो। कहिलेकाहीँ त्यो शक्तिले चुनौती पनि दिन सक्छ। सन् 2025मा सूर्य विशेष रूपमा सक्रिय छ। यो अब सबैतिर पुष्टि भइरहेको तथ्य हो। डर होइन, जानकारी नै सुरक्षा हो। यदि तपाईलाई आजको जानकारी उपयोगी लाग्यो भने आजको संसारलाई सब्स्क्राइब गरी हामीलाई साथ दिनुहोला। धन्यवाद।